अनि वेलकम टु दि डे 2। हिजो चाहिँ हामी अब ठ्याक्कै घरकोमा आएर हामी होम मिटिङ बसेँ। हिजो अब राति भएर मैले तपाईँहरूलाई केही सिन देखाउनु पाएन। सो देखो न पुरै नजारा जस्तो घरले एकदम दामी रहेको छ। मर्निङ भ्यू चाहिँ होइन एकदम सही लाग्यो मलाई चाहिँ है। म हजुरलाई यति भन्छु कि हजुर पनि आउँदै हुनुहुन्छ भने जस तेल चाहिँ तपाईँले भने तर लमजुङबाट हालेर आउन सक्नुहुन्छ, किनभने यता आएर पम्प चाहिँ एउटा रहेछ तर त्यो पम्पमा प्रायः तेल नहुने रहेछ। मेरो पनि त्यही हालत बिजोग भए मैले नि खुल्ला तेल किनेको छु। तर बाटो पनि जस अलिकति बिचसम्म चाहिँ बाटो अलिकति खराब भएकोले हजुरहरू स्कुटीमा आउनुहुन्छ चाहनुभयो चाहिँ अलिकति होसियार भएर आउनु होला। सो यो भिजको मजाले ल फेरि ल सारा बिहान उठेर यस्तो भ्यू चाहिँ मलाई कति मजा आउँछ हेर्नु तपाईँहरू ल। आउनुहोस् तपाईँहरू पनि आउनुहोस्, घरेको गाउँमा एकदम रमाइलोसँग चिल गर्नुहोस्, आफ्नो गर्लफ्रेन्डसँग आउनुहोस्, मजाले एक्लै नआउनुहोस्। यहाँ छ हाम्रो काली बहिनी म्याग बहिनी। ओ त्यहाँ चाहिँ दामी थियो रहेछ गयो बहिनी। त्यस्तै गाइस, अब जाडो चाहिँ भने जस्तो धेरै जाडो छैन, ठिक्कको जाडो छ। जस्तो अब भनौँ न अब काम देखेको जाडो छैन। अनि यो एकदम कालो रहेछ नि। कस्तो राम्रो है रोटी। टेस्ट गर्छु कस्तो रहेछ। यहाँ सराउँछ यस्तो हुँदैन, हामीले बनाउँदा यस्तो हुँदैन। कोदो कि फापर गयो? फापर होला कोदो यस्तो हुन्छ घरमा चाहिँ टेस्ट गर्नुपर्छ होइन भाइ। लाउनु ठिकै छ भने एकदम राम्रो लाग्यो। एकदम वार्मली हामीलाई जहाँदेखि एकदम बिदाई गर्नुभयो, एकदम खुसी लागेर। वर्षा एकछिन आएछ यसले मेरो लुगा। ओके गाइस, हामी सबैजना यहाँ हामी यहाँ घरेकोबाट निस्किनु लाग्यो। अब चाहिँ हामी चाहिँ डाइरेक्ट अब कहाँ जानु चाहिँ मनाङ जाला गाइस। हामी मनाङ जाला कतिको रमाइलो, एकदम एक्साइटेड। हामी चाहिँ मनाङ जाला डाइरेक्ट अब यहाँ चाहिँ टक्क पेमेन्ट गर्छ, त्यसपछि हामी मनाङ निस्किन्छ है। भिडियोलाई हेर्दै गर्नु होला। अरू भने त्यस्तै हो। अब घरतिर लाग्यौँ होला जान लाऊ म त। गाइस हामी चाहिँ अहिले बेस शर्मा झरेर अब
अब हामी चाहिँ यहाँ टक्क थकालीमा छिरेको होइन अब खाना हामी रेडी हुँदैछ सो हाम्रो खाना फाइनली हामी खाना पनि यसरी खाना देखाउँ त दामी है अब हामी खाना चाहिँ हामी कहाँ जानुहुन्छ हामी मनाउको लागि निस्किन्छौँ अब सुरुमा भोजन पूजा त्यसपछि अरू पूजा त्यो छुट्टै के भन्छ त्यो हाम्रो मलाई राम्रोसँग आएन सो गाइस अब यहाँ खाना खान्छु हामी खाएको त देखाउँदिनँ म ल पनि अब मेरो खानेछु सुरु फर्स्ट टाइम छिर्दैछ यहाँ यतिको मजा मुनि बाटो त अनि पो घुम्न आउँ मन लाग्छ बाटोहरूमा अगाडि यहाँबाट जाउँ ल यही गल्ली बाटो चाहिँ निकै नै कठिन छ है गाइस धेरै भिडियो हेर्नु पनि तपाईँहरू पनि आउनु होला स्कुटी लिएर मजाले एकदम सस्तो स्कुटी हो तपाईँहरू यदि आउनु सस्तो स्कुटी गराउनु होला भेडाको उन जस्तो भेडाको उन जस्तो ल भरे लुलु लु हुनुपर्छ एउटा वाउ है के त्यसमा गाउँछ एकदिन हाम्रो पनि गरिदिनु साथी Yeah.
देखो ना देखो ना देखो ना यत्रो ठुलो गाडी कसरी आयो आमामा सामान पुऱ्याउन होला अब यसलाई कहिले सानो बिचारी यहाँ साइड दिँदैन नि कत्रो कत्रो डाँडा है यो डाँडालाई त मेरो 5 पोइन्टले पनि नभेट्दो रहेछ यार गाइस फाइनली हामी चाहिँ अब कहाँ पुगेको त हामीलाई थाहा छैन तर बाटोमा हिँड्ने मान्छेले सोधेको कसैले 2 घन्टा भन्छ अब यहाँ पसलको दाइलाई सोधेको 3 घन्टा रे अझ होइन हामी पनि कन्डिसन हालत एकदम नाजुक छैन नि यहाँ पुरै कालो गालेर अब यहाँ चाहिँ कफी अर्डर गरेको छ त्यो कफी खाँदै होइन चिलमा बस्छ त्यसपछि यहाँ साथीहरू आइरहेको छ कहाँ पुगेको थाहा होइन साथीले बोल्दैछ त्यसपछि हामी जाउँ ल माथि पुरा 7-8 बज्छ होला हामीलाई अब के गर्छु माथि अपडेट दिन्छु तर बाहिरको सिन चाहिँ एकदम दामी छैन नि त यसलाई भन्छ मर्स्याङ्दी खोला यसो हामी कफी पनि आएको छ होइन एक सुप हाय हाय ज्यानमा प्राण आयो मेरो कत्रो झर्ना हुन्छ झर्ना कत्रो मैला हेड चुन चुन थोरै चुन ओ यो अन्त झर्नको पर गाइस हामी चाहिँ अहिले मनाङ जिल्लामा प्रवेश गर्दैछौँ है अब चाहिँ के अलिकति राहत आउँ लागि एक त स्कुटी नतान्ने बिजोग भएर यार गाह्रो छ मलाई यार गाइस लड्दै बढ्दै थक्का बाटो कसम प्लान चाहिँ मैले गएको थिएँ बनिहाल्यो बिचरा है उता घलेकोमा रमाउन लाग्यो भएर तर म चाहिँ स्कुटी ल्यायो सो मलाई चाहिँ एकदम गाह्रो लागिरहेको अब साथीभाइहरूले चाहिँ अब बाइक ल्याएको होइन उनीहरू चाहिँ अब के भएर मलाई थाहा भएन मेरो हालत चाहिँ एकदम खत्तमै छ यहाँ चाहिँ गेट छ वेलकम टु मनाङ गेट भनेर मैले चाहिँ यहाँ जुन दिदीलाई होटल पुगेको थिएँ अनि दिदीलाई फोन गरेर दिदी खानासँग त राख्नु भने हा सो गाइस अब चाहिँ हामी टक्क लाग्छु अब चाहिँ जाडो भइसक्यो टाइम पनि हेर्ने यहाँ 10:30 भइसक्यो सो हामी लागेको अब एकछिनमा अब खाना देखाउनु न अब त भोलि बिहान एकचोटि केस आजलाई यति नि गुड नाइट सबैजनालाई